तिमी हीरा म धातु कुरै मिलेन, तिमी राहु म केतु कुरै मिलेन। हिजोसम्म उद्देश्य सोध्नेले आज हैसियत सोधे, हिजोसम्म उद्देश्य सोध्नेले आज हैसियत सोधे। तिमी पिज्जा म सातु कुरै मिलेन। अहिले सामाजिक सञ्जाल होस् या त आम मानिसको भेटघाट, जताततै शब्द र धुनका राजा भनेर चिनिएका छन् साइग्रेस पोखरेल। फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम अनि ट्विटर जस्ता सामाजिक सञ्जालमा स्टोरी टेलर अर्थात् कथावाचकको रूपमा आफूलाई चिनाउन र दर्शक श्रोता माझमा छुट्टै पहिचान अनि स्थान बनाउन सफल साइग्रेस पोखरेलको जन्म 2044 साल कार्तिक 21 गते धादिङमा भएको थियो। बुबा रामप्रसाद पोखरेल र आमा कविता पोखरेलको कोखबाट जन्मलिएका साइग्रेसको बाल्य र युवा अवस्था भने नजिकै रहेको राजधानी काठमाडौँमा बितेको थियो। अध्यात्ममा रुचि राख्ने र साईबाबालाई मान्ने उनको नामको अर्थमा समेत साईबाबा प्रतिको आस्था लुकेको छ। साइग्रेस अर्थात् भगवान साईको प्रसाद भन्ने बुझिने भएकाले उनको नाम पनि साइग्रेस राखिएको बताउने गरेका छन्। साइग्रेसले प्राथमिक तहको शिक्षा नमुना प्राइमेरी बोर्डिङ स्कुलबाट प्राप्त गरेका थिए भने माध्यमिक शिक्षा न्यू हिमालयन बोर्डिङ स्कुलमा अध्ययन गर्दै आफ्नो विद्यालयमा भएको कमेडी च्याम्पियनसिपमा भाग लिएर सबैको प्रिय बनेका थिए। विद्यालय तहमा भएका हरेक प्रतिस्पर्धामा उनी सहभागी हुने गरेका थिए। माध्यमिक तहमा विद्यालयमा आयोजित नाटक प्रतियोगितामा भाग लिएर त्यहाँ पनि प्रथम भएका थिए। बाल्यकालबाटै उनको रुचि सङ्गीतमा बढ्दै गयो र विभिन्न साङ्गीतिक कार्यक्रममा भाग लिने अनि सङ्गीत सिक्नसम्म उनले थालेका थिए। स्नातक तहमा अध्ययनकै क्रममा साइग्रेसले नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य अनुसन्धान कार्यालयमा आबद्ध भएर सरकारी सेवा आरम्भ गरेका थिए। 7 वर्ष सरकारी सेवामा बिताएपछि उनी सन् 2015मा उच्च शिक्षाको लागि युरोपियन मुलुक डेनमार्क पुगेका थिए। नेपालमा हुँदा नै फिल्म मेकिङको ट्रेनिङ लिएका उनले आफ्ना अनुभवहरूका आधारमा नै डेनमार्कमा साइग्रेस प्रोडक्सन नामक आफ्नै फिल्म मेकिङ कम्पनी स्थापना गरेर आफ्नो खर्च आफै जुटाउन थालेका थिए, जुन कम्पनीबाट उनले राम्रो कमाए अनि सफलता समेत हात पारेका छन्। सन् 2017मा उनले साथीहरूसँग मिलेर नेपाल लोना इभेन्ट नामक नयाँ इभेन्ट हाउस समेत सञ्चालनमा ल्याए, जसले नेपाली चलचित्रहरूलाई युरोपमा बजार बनाउन सहयोग गर्यो भने साइग्रेसले पनि राम्रै पैसा कमाए। साइग्रेस प्रोडक्सन सञ्चालन गरेसँगै उनले बार्सिलोनाको एउटा इन्टरनेसनल कलेजमा मिडिया म्यानेजरको रूपमा काम समेत गरे। युरोपमा रहँदा पनि उनी विभिन्न सामाजिक काममा संलग्न रहने गरेका छन्। हेर्दा नै आकर्षक व्यक्तित्वका धनी साइग्रेस यति बेला संसारभर रहेका नेपालीका प्रिय बनिसकेका छन्। उनले प्रस्तुत गर्ने कथा, उनका शब्द र उनका कथामा प्रयोग भएका धुनसँग बालबालिकादेखि युवा हुँदै वृद्ध वृद्धसम्मको प्रेम बसिसकेको छ। साहित्य विधामा यति धेरै रुचि रहने खोजीको पात्र बनेका साइग्रेस पहिलो नेपाली समेत हुन्। सानै उमेरमा अर्थात् बाल्यकालबाटै कथा र सङ्गीतमा रुचि राख्ने साइग्रेस अहिले देशभर यति प्रसिद्ध छन् कि उनका शब्द, आवाज र धुन आम मानिसको रुचिको विषय भएको छ। उनले आफ्नै युट्युब च्यानलबाट कथा वाचन र विभिन्न मोटिभेसनल भिडियो अपलोड गर्ने गरेका छन्। उनी कहिलेकाहीँ आफ्नै कथा सुनाउँछन् त कहिले अरूको कथामा आवाज दिने गर्दछन्। उनले वाचन गर्दा कथाले नयाँ जीवन समेत पाउँछ। साइग्रेस आम श्रोताको लागि यति प्रिय बनिसकेका छन् कि उनलाई याद गर्न उनको शब्द र आवाज मात्र होइन, धुन मात्र पनि काफी छ। आफ्नो हरेक कथामा शब्दमा प्रयोग हुने धुनमा पनि आम नेपालीको मोह बनिसकेको छ। अहिले धुन मात्रै सुन्दा पनि आम श्रोता तरङ्गित हुने गर्दछन् र ध्यान दिएर सुन्ने गर्दछन्। किताब पढ्न, कथा सुन्न रुचाउने साइग्रेसले आफू पछि गएर कथा वाचक बन्छु भनेर भने कहिले नसोचेको बताएका छन्। विद्यालयमा भएका क्रियाकलाप प्रतिस्पर्धामा भाग लिँदै गर्दा विजयी भइरहँदा र आफ्ना हरेक प्रस्तुतिमा बज्ने ताली र तारिफले उनलाई लोभ बिहाउनुका साथै
उनीमाथि हौसला समेत बढ्दै गएको उनी बताउँछन्। लेखाइमा शक्ति हुन्छ र आवाजमा क्षमता हुन्छ भन्ने अनुभव गरेर बिस्तारै उनले आफ्नो डायरीमा कथा, कविता र गीतहरू कोर्न सुरु गरेका थिए। आफ्ना लेखहरूलाई डायरीमा नै सीमित राखेका साइग्रेसले सन् 2012 मा पहिलो पटक धेरै मानिसहरूको अगाडि उभिएर कथा वाचन समेत गरेका थिए। साई बाबा नेपाल सङ्गठनले गरेको उक्त राष्ट्रिय युवा सम्मेलनबाट आएको प्रतिक्रियाहरूबाट उनले आफ्नो आवाजमा भएको शक्तिलाई चिन्न सकेका थिए। साथै कथा वाचनलाई निरन्तरता दिने अठोट समेत लिएका थिए। त्यही कार्यक्रममा उनको भेट सरिता अधिकारीसँग भएको थियो। सरिताले आफ्नो कथा वाचन मन पराएर साइग्रेसलाई एउटा नोट समेत छाडेकी थिइन्। सरिता अहिले साइग्रेसकी श्रीमती हुन्। त्यही कार्यक्रमबाट पहिलो भेट भएर बिस्तारै प्रेम सम्बन्धमा रहेको साइग्रेस र सरिताको प्रेम कथा उनकै युट्युब च्यानलमा सुन्न सकिन्छ। सरिता पनि युट्युबमा कथा वाचन गर्छिन्। साइग्रेसले सामाजिक विषयवस्तुमा रहेर कथाहरू लेख्न मन पराउने बताउँदै आएका छन्। उनले लेखेका अधुरो प्रेम, मा र मजाक, जात नमिलेको प्रेम जस्ता कथा र अडियो उपन्यासमा पनि मानवीय मान्यतालाई समावेश गर्ने प्रयास गरेका छन्। हरेक कथालाई सूक्ष्म अवलोकन गर्ने साइग्रेस कथा सुन्नुभन्दा पनि बढी कथालाई महसुस गर्नमा विश्वास राख्छन्। आफ्नो कथा सुनाउने साथै अरूको कथालाई पुनर्लेखन गरेर वाचन गर्ने साइग्रेसले थुप्रै मोटिभेसनल भिडियो समेत आफ्नै युट्युब च्यानलमा राखेका छन्। सफलता गन्तव्य हो भने यात्रा गर्नुपर्छ। यात्रा गर्ने भए उकालो ओह्रालो गर्नुपर्छ। बिना खल्तीको दौरा काम छैन साथी। खल्ती बन्ने भए पहिले टालो बन्नुपर्छ। चाहिने भन्दा बढी पस्किनु भनेको फ्याँक्नु हो। त्यो पनि अड्कलमा भर पर्छ। कोसँग कति सामिप्य हुने भन्ने कुराले जीवनमा ठुलो अर्थ राख्छ। कतै न कतै सामाजिक सञ्जालमा साइग्रेसको आवाजमा यी लाइन तपाईँले पक्कै सुनेकै हुनुपर्छ। स्मार्टफोन बोक्ने युवा पुस्तामाझ साइग्रेसले स्टोरी टेलरको पहिचान बनाए। युट्युबमा उनको नाममा रहेको साइग्रेस अफिसियल च्यानललाई सब्सक्राइब गर्नेको सङ्ख्या झन्डै 8 लाख नागिसकेको छ। सुन्दर ढङ्गमा कथालाई बुनेर आफ्नो सुमधुर आवाजमा पस्किन सिफालु छन् साइग्रेस। विश्वभर छरिएका नेपालीले पठाएका झन्डै 18,000 कथाले उनको इमेल भरिएको छ। तीमध्ये उपयुक्त लागेका कथा उनको टिमले छानेर पठाएपछि साइग्रेसले फेरि त्यसलाई पुनर्लेखन र सम्पादन गर्छन् र बल्ल युट्युबमा उनी प्रसारण गर्छन्। श्रोताले पठाएका शब्दहरू जब आवाज बनेर गुन्जिन्छन्, साइग्रेसको जादुमय आवाज र प्रस्तुतिले लट्ठ बनाइहाल्छ। आफ्नै जिन्दगीमा भोगेका, देखेका, अनुभूति गरेका कथालाई साइग्रेसको आवाजमा वाचन गराउने रहर बोक्नेहरूको लामै लाइन छ। युट्युब र सामाजिक सञ्जालमा मात्र सीमित छैनन् साइग्रेस। स्पेनको बार्सिलोनालाई कर्मथलो बनाइरहेका उनले कथा सुनाउनका लागि नेपाल लगायत विश्वका धेरै स्थानमा पाइला टेकिसकेका छन्। सन् 2021 देखि नेपालबाट सुरु भएको ओल्ड टुर विथ साइग्रेस अहिले चलिरहेको छ। सन् 2010 तिर साइग्रेसले इन्टरनेटको दुनियाँमा कथा सुनाउन प्रारम्भ गरे। उनले जीवनको विगत 3 दशकमा जे जति कमाए त्यो भन्दा बढी 5 वर्ष यता कमाउन सफल भए। कथा सुनाउन उनी जहाँ पुग्छन् फ्यानहरूले घेर्न थालिहाल्छन्। किशोर किशोरी युवा पुस्ताले आफ्नो सम्बन्ध, प्रेम, वियोग, तनाव र जटिलताबारे उनीसँग परामर्श लिन खोज्छन्। छटपटिएका युवाहरू साइग्रेसले दिएको सल्लाहले थोरै भए पनि शान्ति र आनन्दको महसुस गर्छन्। यति हुँदाहुँदै पनि साइग्रेस आफूलाई मोटिभेसनल स्पिकर भन्न रुचाउँदैनन्। उनलाई त्यो शब्द भारी लाग्छ। नाम, दाम र पहिचान बनाउन सफल भए पनि साइग्रेस मातिएका छैनन्। यदाकदा आउने नकारात्मक प्रतिक्रियाले पनि उनी पटक्कै आत्तिएका छैनन्।
म सादा पानी हुँ, जुन आकारमा ढाल्यो त्यही आकारमा ढल्छु। उनी भन्छन्, कठिन परिस्थितिमा पनि म अत्यन्तै सकारात्मक सोच राखेर अगाडि बढिरहेको छु। आफूलाई सम्हाल्न जानिसकेको छु। उनलाई लाग्छ दर्शकहरूले यति माया गरिसके कि अब घृणाको कुनै ठाउँ नै छैन। उनलाई यो पनि लाग्छ कि जब मानिसले ताली र गाली छोड्छ तब मात्र प्रगतिले अँगालो हाल्छ। नेपालमा छँदा सरकारी जागिरे साइग्रेस विद्यार्थी भिसामा डेनमार्क पुगे। त्यसपछि उनको कर्मथलो बन्यो स्पेनको बार्सिलोना। उनले फिल्म, नाटक, म्युजिक, नृत्य सबै थोक सिके। तर कथा वाचनले बलियो पहिचान बनाइदियो। आफ्नो सपनालाई निरन्तर पछ्याइरहे एक दिन सफल भइन्छ भन्ने उनी राम्रो उदाहरण बनेका छन्। कथा सुनाएरै संसार घुमेका साइग्रेसले नयाँ ट्रेन्ड बसालेका छन्। आखिर उनले सपनाको उडान कथा वाचनमै गरेका छन्, जुन काममा उनी हमेसा स्फूर्ति महसुस गरिरहन्छन्। कथावाचक साइग्रेस पोखरेलबाट हामी धेरै महत्त्वपूर्ण कुराहरू सिक्न सक्छौँ। उहाँका कथन शैली, अनुभव र प्रस्तुतिकरण शैलीले न केवल मनोरञ्जन दिन्छ तर जीवनका गहिरा पाठहरू पनि सिकाउँछ। म तपाईहरू समक्ष उहाँबाट सिक्न सकिने केही मुख्य पक्षहरूको बारेमा बताउन गइरहेको छु। पहिलो नम्बरमा भावनात्मक अभिव्यक्तिको शक्ति। साइग्रेसले कथा सुनाउँदा भावनालाई यति प्रभावकारी रूपमा प्रस्तुत गर्नुहुन्छ कि श्रोताले सहजै अनुभव गर्न सक्छन्। भावनालाई अभिव्यक्ति गर्ने कला शब्द मात्र होइन, स्वर, अनुहार र शरीरको हावभावको उपयोग कसरी गर्ने भन्ने पनि हो। दोस्रोमा सामान्य घटनालाई असाधारण बनाउने क्षमता। उहाँ सामान्य जीवनका ससाना घटनाहरूलाई कथा बनाउनुहुन्छ र त्यसमा गहिरो सन्देश भर्नुहुन्छ। कुनै पनि अनुभव विशेष हुन्छ, कुरा गर्ने तरिका, दृष्टिकोण र प्रस्तुतिको माध्यमले त्यो गहिरो बनाइन्छ। तेस्रोमा सुनुवाई गर्ने कला। साइग्रेस आफैले भन्छन्, कथा भन्नुभन्दा पहिले कथा सुन्न जानुपर्छ। अर्काको अनुभवलाई ध्यानपूर्वक सुन्ने क्षमता, यसले आत्ममूल्याङ्कन र सहानुभूति बढाउँछ। चौथोमा सांस्कृतिक र सामाजिक विषयहरू उठाउने कला। उहाँका कथाहरूमा नेपाली समाज, मूल्य, पीडा, सङ्घर्ष र प्रेम झल्किन्छ। कथा भन्नु केवल रमाइलो गर्नु होइन, सामाजिक सन्देश दिन पनि कथा उपयोग गर्न सकिन्छ। पाँचौं नम्बरमा कला र आत्म अभिव्यक्तिको संयोजन। साइग्रेसले आफ्नो आवाज, कथा र प्रस्तुतिलाई एउटा ब्रान्डमा बदल्नु भएको छ। कसरी आफ्नो कला र विचारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने र समाजमा असर पार्ने भन्ने कुरा हामीले साइग्रेसबाट सिक्न सक्छौँ। छैठौं नम्बरमा आत्मचिन्तन र आत्मविकासको प्रेरणा। उहाँका धेरै कथाहरू आत्मचिन्तन र परिवर्तनको प्रेरणा दिन्छन्। कथा लेखन वा श्रवणबाट पनि मानिसको सोचाइ, व्यवहार र आत्मविकासमा प्रभाव पार्न सकिन्छ। साइग्रेस पोखरेलले नेपाली कथा साहित्यमा नयाँ ऊर्जा भरेका छन्। उहाँबाट हामीले कथा भन्नको कला मात्र होइन, जीवन बुझ्ने तरिका, सामाजिक उत्तरदायित्व र सृजनात्मक आत्म अभिव्यक्ति जस्ता सम्पूर्ण सिप सिक्न सक्छौँ। तपाईलाई आजको भिडियो कस्तो लाग्यो? यदि तपाईलाई यो भिडियो मन परेमा कृपया लाइक, कमेन्ट र सेयर गर्नुहोला र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब समेत गरिदिनुहोला अनुरोध गर्दछु।